काठमाडौँको सामाखुसीमा खोलिएको यो कम्पनी रोल्पाकी अमला रोकाको नाममा छ। अब अमला रोकाको कुरा गरौँ। अमला रोका चिनिया आपराधिक गिरोहका सदस्यलाई नेपाल ल्याउने नायिका दावा छिरिङ तिब्बती मूलका बेल्जियन नागरिक हुन्। उनले अमला रोकासँग बिहा गरेका छन्। अमला रोका सञ्चालक रहेको यो कम्पनीमा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनका सहोदर भाइ प्रनिस पुनको समेत सेयर छ। 30,000 किता सेयर रहेका प्रनिसका बाबु इखराम पुन हुन्। यो सेयर लगतमै उल्लेख नाम हो। वर्षमान पुनका बाबुको नाम पनि इखराम पुन नै हो। अर्थात् यहाँ वर्षमानका भाइ प्रनिसको सुन पगाल्ने मेसिनको दायित्व बोकेको कम्पनीमा संहिता देखियो। अमला रोका दावाले पटक पटक वर्षमान र उनकी पत्नी नेकपाकी नेत्री ओन्सरी घतीसँग भेटघाट गरेको तस्बिर त सार्वजनिक भएकै छ। यो कम्पनीले 100 किलो सुन पगाल्नसम्म निवेदन दिएको छ। अमला तत्कालीन माओवादीको रोल्पा काठमाडौँ मञ्चकी उपाध्यक्ष हुन्। दावा र पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनसँग पनि उनको निकटता रहेको चर्चा सेलाएको छैन। पुन उपराष्ट्रपति हुँदा तस्बिर समेत उनीहरूको सार्वजनिक भएको थियो। दावा र नन्दबहादुरका छोरा दिपेश बीच पनि निकट सम्बन्ध रहेको अनुसन्धानले देखाउँछ। नन्दबहादुर पुनकै अर्का छोरा जितेन्द्र पुन पनि दावासँग निकै नजिकको सम्बन्धमा रहेको अनुसन्धान अधिकारी बताउँछ। अमला मार्फत चिनिया गिरोहले राजनीतिक नेतृत्वसँग नेक्सस बनाएको भेटिएको छ। त्यसबेला बरामद भएको चिनियाको मोबाइल परीक्षण गर्ने क्रममा तत्कालीन आइजिपी सर्वेन्द्र खनालले नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा रहेको सचिवालयमा चिनिया गिरोहका चेन सितियान, रोङफेङ र थप 2 जनासँग भेट गरेको तस्बिर फेला परेको छ। अब दावा र चिनिया तस्करको कनेक्सनको कुरा पनि बुझौँ ल। 2076 पुस 7 मा प्रहरीले सर्च एन्ड अपरेसन चलायो। त्यस क्रममा 122 चिनिया पक्राउ परे। त्यस अपरेसन चलाउनु अघि नै काठमाडौँ स्थित चिनिया दूतावासले नामै किटान गरेर 15 चिनिया तस्कर पक्राउ गर्न सरकारलाई पत्राचार गरेको थियो। दावाले वाङ जुचुङ, चेत सितियान, उरोङ फ्याक सहित 15 तिनै व्यक्तिलाई भगाएको तथ्य बाहिरियो। भगाएका चिनिया गिरोहका सदस्यहरू अमला नै सञ्चालक रहेको बुढालिनकण्ठ स्थित होटल रोयल स्यान्ड्स प्रालीमा बसेको पनि प्रहरी अनुसन्धानले देखायो। राजस्व अनुसन्धान विभागको टोलीले 2080 साउन 3 मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरको 1 क्विन्टल सुन सिनामङ्गलबाट बरामद गर्यो। त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो। त्यो कनेक्सन पनि पुग्यो दावासँग। होटल भियनाको कनेक्सन ठमेलमा रहेको होटल भियना जहाँ सुन तस्करहरूको मुख्य अखडा रहेको पनि फेला पर्यो। अमला रोका उनका श्रीमान दावा सहितले सञ्चालन गरेको यो होटलमा कल बाइपासको अवैध कारोबार भएको पनि प्रहरीमा सूचना छ। 2079 साउन 9 मा प्रहरीको टोली भियना पुग्छ। भियनाको 5औं तलामा छापा मार्दा कल सेन्टरका लागि प्रयोग गरेको उपकरण बरामद हुन्छ। त्यही बेला 4 चिनिया नागरिक पक्राउ पर्छ। तर दावा र उनकी पत्नी अमलाको कनेक्सन देखिन्छ। उनीहरू विरुद्ध मुद्दा चल्दैन किनभने उनीहरू शक्तिको आडमा छन्। त्यो प्रहरी छापाबाट यहाँ सुन तस्करीको सेल्टर रहेको पनि पत्ता लाग्छ। कल बाइपास भन्दा पनि सुन तस्करीलाई संरक्षण दिनेदेखि योजना बनाउने सम्मको काम ठमेलको भियना होटलमा भएको पुष्टि हुन्छ। त्यसपछि 2080 साउन 14 मा राजस्व अनुसन्धान विभागले छापा मार्यो र बल्ल दावालाई पक्राउ गर्यो। त्यसपछि 2081 वैशाख 25 गते प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो CIB ले छापा मार्यो। 82 असार 6 गते अमला पक्राउ परिन्। तर उनीसँग कनेक्सन भएका दिपेश पुन लगायतका शक्तिमा रहेका विरुद्ध कुनै अनुसन्धान भएन किनभने उनीहरूको पिता, उनीहरूका नातागोता, उनीहरूको नेता र पार्टी सत्तामा र शक्तिमा छ। सुन तस्करीमा आर्थिक कारोबार यो आपराधिक कारोबारको उल्लेखनीय पक्ष भनेको बैंकिङ प्रणालीलाई पूर्ण रूपमा छलेर कारोबार गर्नु हो। सुन बिक्रीबाट प्राप्त रकमको भुक्तानीका लागि डिजिटल करेन्सी जसलाई USDT भनिन्छ चिनिया भुक्तानी प्रणाली ALI पे र विचाट पे र हुन्डी कारोबार हुन्छ। कारोबारलाई थप गोप्य बनाउन उनीहरूले नेपाली र भारतीय रुपियाँका नोटहरूको फोटोलाई कोड वा टोकनका रूपमा प्रयोग गरेर विच्याट मार्फत पठाउने र सोही आधारमा नगद लेनदेन मिलाउने गरेको अत्याधुनिक तरिका अनुसन्धानबाट खुल्छ। यहाँ चिनिया नागरिक एलेक्स भनिने याओ पुच्याङले आर्थिक व्यवस्थापन गर्ने, अली भनिने ली वेनसुङ र रोजर भनिने ली नेखाङले सुन गाल्ने र ओसार पसार गर्ने जस्ता विशिष्ट जिम्मेवारी सम्हालेका छन्। ली र दावा तथा उनकी पत्नी अमलाका सुन पखाल्ने मेसिन प्रयोग भएको प्रहरीले भनेको छ। हाई प्रोफाइल कनेक्सन त हामीले बारम्बार भनिहाल्यौँ। सुन तस्करी प्रकरणमा सबभन्दा धेरै कनेक्सन देखिन्छ तत्कालीन माओवादीका नेताको। अब माओवादीका नेताको कनेक्सनको विषयमा अलि विस्तारमा जाउँ। तत्कालीन माओवादीका नेता अर्थात् हालका नेपाली कम्युनिस्ट पार्टीका नेता पूर्व सभामुख कृष्णबहादुर महरा त सुन तस्करीमा निकै क्लोज रूपमा जोडिएको हामीले भनिहाल्यौँ।
उनी विरुद्ध मुद्दा चलिरहेछ। छोरा राहुल पनि संलग्न देखिन्छन्। महराले चिनियासँगको संवादमा नेकपाका हालका समितिको प्रचण्डको पनि नाम लिएका छन्, तर त्यो चाहिँ पैसा माग्न। अर्का नेता हुन् पूर्व अर्थमन्त्री वर्षमान पुन। उनको दावा र अमलासँगको कनेक्सन पनि देखिएको छ, तर उनी विरुद्ध कुनै अनुसन्धान भएको छैन। हामी भनिरहेका छैनौँ उनी अपराधी हुन्, तर उनको कनेक्सन देखिएपछि उनलाई स्पष्टीकरण लिने, अनुसन्धान गर्ने या उनलाई क्लिन चिट दिनका लागि पनि अनुसन्धान किन गरिएन, प्रश्न त्यो मात्रै हो। उनी आफै भन्छन् गाउँठाउँको मान्छे भनेर सामान्य चिन्जान मात्रै हो। उनको श्रीमती पूर्व सभामुख ओन्सरी घरतीसँग पनि अमलाको निकट सम्बन्ध देखिन्छ। वर्षमान जन्डिस भएर चीनमा लामो समय उपचार गराइरहेका थिए। त्यसबेला उनलाई तिनै सुन तस्करहरूले ठुलो आर्थिक सहयोग गरेको भन्ने आरोप छ। आरोप पुष्टि भएको छैन। प्रचण्डका खास र विश्वासिला पात्र हुन् वर्षमान। जनार्दन शर्मा र वर्षमानको पार्टीमा टकराव हुँदा जहिले पनि प्रचण्ड वर्षमानको साथमा हुन्थे। यतिसम्म कि माओवादीमा रहँदा प्रचण्ड वर्षमानलाई नै महासचिव बनाउन चाहन्थे, तर जनार्दनले नमाने पछाडि त्यो पद पाए त्यति बेला देवगुरुले। खैर यो पार्टीको कुरा भयो। तर महराको टेलिफोन संवादमा प्रचण्डको नाम लिए चाहिँ वर्षमानको तस्करसँगको कनेक्सन बारे प्रचण्ड जानकारी थिएनन् होला त। माओवादी नेता हालका नन्दबहादुर पुन जो पूर्व उपराष्ट्रपति हुन्, उनका छोरा दिपेश र जितेन्द्र पनि सुन तस्करी प्रकरणको कनेक्सनमा जोडिएका छन्। तर किन अनुसन्धान भएन त? प्रश्न यही हो नि। अनुसन्धान गरिएको भए सम्भवतः उनीहरू त्यसमा संलग्न छैनन्, दोषी छैनन् भने उनीहरूमाथि पनि बारम्बार प्रश्न उठ्दैन थियो नि। तर अनुसन्धान गर्न नदिने, अनुसन्धान प्रभावित बनाउने, शक्तिका आडमा यो मुलुकमा सबै अवैध कामलाई वैध बनाउने यस्तै नाम, यस्तै पात्र, यस्तै सत्ता, यस्तै राजनीतिक दल, यस्तै चरित्रले होइन। यी राजनीतिक नाम मात्रै होइन नि, कर्मचारीहरू पनि सुन तस्करीमा जोडिएका छन्। भन्सारका तत्कालीन सहसचिव अरुण पोखरेल, भन्सार अधिकारीहरू मुक्ति प्रसाद श्रेष्ठ, अम्बिका प्रसाद खनाल, रेवन्त खड्का लगायतका 10 कर्मचारी पनि अनुसन्धानको घेरामा परे। अर्का त व्यापारी दीपक मल्होत्रा, उनको नाम हरेक जसो प्रकरणमा जोडिन्छ, तर अनुसन्धान खोइ। सुन प्रकरणमा आयोग बनाएर सुन तस्करी प्रकरणको छानबिन गर्ने भनियो, तर त्यो आयोगले के साँच्चै त्यस्तै काम गर्यो? सरकारको नेतृत्व प्रचण्ड गर्दै थिए। दबाब र आफ्नै नाम पनि यता कता जोडिन थालेपछि 2080 साल असोज 14 गते मन्त्री परिषदबाटै उच्च अदालतका पूर्व न्यायाधीश दिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग पनि गठन गरेनन् होइन, गरे। तर आयोगले 485 पृष्ठको प्रतिवेदनमा 13 अनुच्छेद र 9 अनुसूची राखेर बुझायो पनि। आयोगले 9 भन्सार नाकाको स्थलगत अनुगमन गर्यो, 68 व्यक्तिसँग बयान लियो, 61 विज्ञको परामर्शको आधारमा प्रतिवेदन लेख्यो। प्रतिवेदन कहाँ छ? आरोप लागेका वर्षमान पुन, नन्दबहादुर पुनलाई सोध्दैन नाम मुछिएका माओवादी नेताहरूलाई जोगाउन पो आयोग बनाइएको थियो कि? प्रश्न उठेको छ नि। सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। त्यसपछि प्रचण्ड मन्त्री परिषदमा प्रतिवेदन पेश गरियो। प्रतिवेदन कार्यान्वयन गर्ने त भनियो, न कार्यान्वयन भयो, न प्रतिवेदन सार्वजनिक भयो। त्यति बेला गृहमन्त्री रवि लामिछानेले प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भनेर पत्रकारहरूले सोधेको प्रश्नमा केही दिनमा भनेका थिए, तर त्यो केही दिन आएन। प्रचण्ड क्याबिनेटको एक मन्त्रीका अनुसार प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछाने दुवै यो आयोगको प्रतिवेदन सार्वजनिक गर्न इच्छुक देखिएनन्, त्यही भएर त्यसलाई गुपचुप राखियो। प्रतिवेदन सार्वजनिक गरिए कानुनी चुनौती आउने तर्क प्रचण्डले दिन्थे भनेर त्यति बेलाका मन्त्रीहरू नै भन्छन्। अब यहाँ शङ्का गर्नुपर्ने ठाउँ प्रशस्त देखियो होइन। सुनभन्दा भारी कुरा के हो? राजनीतिक संरक्षण। रिपोर्ट लेखिन्छ, सत्य लुकाइन्छ, आयोग बन्छ, निष्कर्ष बाहिर आउँदैन, भएको यही हो। सार्वजनिक गरेको प्रतिवेदनमा माओवादीकै उच्च तहका नेता, सुरक्षा अधिकारी, प्रशासनिक निकायको उच्च पदस्थ अधिकारीलाई संलग्न भनेर कारबाही सिफारिस भएपछि अनि सार्वजनिक हुन्छ त? अनि प्रतिवेदन लुकाइदियो, रट्टै साफ। कानुनको नाममा केही प्रहरी अधिकारीलाई सरुवा गर्ने, सामान्य विभागीय कारबाही गर्ने, टालटुल गर्ने, सामसुम बनाउने अनि पछाउने हो, यही भयो। आयोगले पूर्व सभामुख कृष्णबहादुर महरा, छाया सेन्टरमा वाल्डो क्यासिनो सञ्चालक चिनिया नागरिक टेरेन्स टिएससी, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका वैदेशिक मामिला विज्ञ सल्लाहकार भनिने जीवन गुरुङ, विद ल्याबका सञ्चालक भीमकान्त भण्डारी, प्रहरी सङ्गठनभित्र बिचौलियाको भूमिकामा सक्रिय भनिने जीवन चलाउने, होटल भियनाका अर्का सञ्चालक मन्जिल श्रेष्ठ, शुभ प्रताप केसीलाई सुन तस्करीको प्रकरणमा अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको थियो। तर महरा माओवादी सहित ठुला दल कमजोर बनेपछि 2082 असोज 26 गते मात्रै पक्राउ परे होइन। उनी पहिले सभामुख हुँदै पक्राउ परेका थिए नि भन्नुहोला। हो, त्यो केस फेरि फरक हो, उनलाई बलात्कारको मुद्दा लागेको थियो। अहिले चाहिँ सुन तस्करीको विषयमा उनी पक्राउ परे। अब आरोप लागेका वर्षमान बारे तै चुप मै चुपको अवस्था छ।
उनीमाथि अनुसन्धानै भएको छैन। महरा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै चैतमा मुद्दा दायर गरेको छ। सुन तस्करीको यो जालो निकै भयानक छ। हामीले जे जति तपाईँलाई प्रस्तुत गर्यौँ यसबाट पनि तपाईँ बुझ्न सक्नुहुन्छ नेपालमा सुन तस्करीको जालो कत्रो रहेछ, माकुरी जालो। यहाँ राम्रोसँग अनुसन्धान गर्यो भने धेरै भिआइपीहरूको 12 बज्नेवाला छ। त्यसैले यो प्रकरणमा सत्ता र शक्तिको जहिले पनि प्रयोग हुन्छ र यसलाई टाल्ने काम हुन्छ। अब प्रश्न उठ्छ, अहिलेको सरकार र यो सरकारमा संलग्नहरू त कम्तीमा पनि अहिलेसम्म उनीहरूको सुन धेरै भएको त बाहिर आयो, तर उनीहरू मुछिया छैनन् होला नि। अनि अब हामीले भन्न पाउने कि नपाउने बालन सरकार, सुन तस्करी सम्बन्धी आयोगको प्रतिवेदन तपाईँकै पार्टीको अध्यक्षले सार्वजनिक गर्छु भन्नुभएको थियो गृहमन्त्री हुँदा। अहिलेसम्म त्यो आयोगको प्रतिवेदन धमिराले खायो कि प्रतिवेदन सुरक्षित छ भने सार्वजनिक किन नगर्ने? त्यसका लागि केले रोक्यो? यसमा तपाईँहरू एक्सन लिनुहुन्छ? सत्य एक दिन लुकाउन सकिएला, 2 दिन लुकाउन सकिएला, तर सधैँ लुकाउन सकिँदैन। यदि हामीले प्रश्न सोधेनौँ भने भोलि अझ ठुला काण्ड हुन्छन्। चार्ल्स शोभराजले भने जस्तै विमानस्थलबाट हात्ती छिर्ने प्रक्रिया जारी रहन्छ। त्यसकारण सरकारलाई भन्न चाहन्छौँ, परिवर्तन आफैबाट सुरु गरौँ, अपराधी कसैलाई नछोडौँ र निर्दोष कसैलाई पनि नडाबौँ।